होइन, यो रासपामा एकपछि अर्को गर्दै फेरि पार्टी छोड्न थालिसके। अब पहिला त्यो कुरा नमिलेर हाम्रो उसले सचिवले त छोडेकै हो होइन। तर त्यस पछाडि चाहिँ नि सुमना श्रेष्ठले छोडिन्। अलिकति त्यसभित्रको असन्तुष्टि देखाउँदै हुँदाहुँदै फेरि चाहिँ नि हाम्रो प्रमुख सचेतक हाम्रो सन्तोष परियारले पनि फेरि पार्टी छोडेछन्। अब अहिले रवि अझै पनि जेलमै छन्, मुद्दा चलिरहेकै छ। अनि यो कारण खासमा के हो, म अलिकति अलमलमा परिरहेको छु। किन यसरी पार्टी छोडिरहेछन्? यो अवसरवादी भएर यिनीहरूले चाहिँ अर्कोतिर कुनै एउटा सम्भावना देखिरहेछन् र त्यो हिसाबले त्यसका लागि उनीहरूले पार्टी छोड्या हुन् कि साँच्चै रासपाभित्र केही किसिमको चाहिँ नै किचहलो जस्तो भएरै नै छोडेका हुन् कि अर्थात् चाहिँ यो पार्टीबाट अझ चाहिँ छानिएर अब चाहिँ गतिलो तरिकाले एकदम राम्रो राम्रो मान्छेको जमात हुनलाई पो यो राम्रो भएको हो कि? म अलिकति अलमलमा परिरहेको छु क्या। तपाईँहरूलाई के लाग्छ आफ्नो चाहिँ प्रतिक्रिया दिनुहोस् ल।